धेरैलाई इन्टरटेन गरेर राख्या मान्छे होइन। लामो समय तपाईँ गुप्तवास बस्या जस्तो लाग्यो। आखिर के हो त्यो? तपाईँ कहाँ जानुभयो? तपाईँले कतै अमेरिकनसँगै बिहे गरेर तपाईँ अमेरिका बसेको? ए होइन होला, त्यस्तो होइन होला। आएको एक हप्ता भयो अनि तपाईँलाई भेटेको, फोन गर्नुभयो, आएको। गुप्तवास भनेको अर्कै कुरा हो होइन। त्यो फरक गुप्तवास भनेको फरक कुरा हो। सरी है, म जोक गरेँ। गुप्तवास भनेको त अब एकदमै लुकेर बस्नु हो। म लुकेको होइन। अब स्वदेश विदेश भइरहन्छ नि होइन, यहाँ आएको बेला भेट भइहाल्छ। अब कति कुरा कस्तो हुन्छ भने स्वदेशमा सजिलो क्या, यहाँ भयो भने चाहिँ टिभीमा छाइरहन्छ, आइरहन्छ, भेटघाट भइरहन्छ, आफ्नो दर्शकहरूलाई इन्टरटेन गराइरहन्छ होइन, त्यो छुट्टै कुरा हो। विदेशमा हल्का फरक छ। हो, तर मैले पनि त्यही किसिमले गुप्तवास भन्नुको अर्थ के भन्यो भने त्यहाँ गयो भने मान्छे छ नि केही यहाँ केही सुनिँदैन, नाम निशानै सुनिँदैन। एकैचोटि जस्तो हाम्रो धेरै नेपालीहरू हुनुहुन्छ